साथीहरू नमस्कार। तपाईँहरूको आउँदै गरेको खडतार लक्षित 2082 वैशाख 20 गते हुँदै गरेको प्रथम पत्रको समसामयिक विषयवस्तुहरूको लिएर तपाईँहरूको माझ आइसकेका छौँ। निर्णय सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहोला। वैशाख 1 देखि वैशाख 15 सम्मका समसामयिक विषयवस्तुहरू हामीले यहाँ समेट्ने कोसिस गरेका छौँ। प्रश्न नम्बर 1 मा भनिएको छ, यसो भनिएको छ, फोर्ब्सद्वारा सन् 2025 मा प्रकाशित विश्वका अरबपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्ने सफल धनाढ्य को हुन्? उहाँ हुनुहुन्छ इलोन मस्क। फोर्ब्सका अनुसार हाल विश्वभर 3028 जना अरबपति रहेका। नेपालबाट सन् 2023 यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी 2 अर्ब डलरका साथ 1729औं स्थानमा रहेका छन्। सन् 2024 मा उनी विश्वभरका 2781 अरबपति मध्ये 1764औं स्थानमा रहेका थिए। विश्वका प्रमुख 10 धनाढ्यहरूको नाम जानौँ। इलोन मस्क कुन कम्पनीका हुन् भन्दाखेरि टेस्ला, स्पेस एक्स प्रविधि अन्तरिक्ष, त्यसै गरेर मार्क जुकरबर्ग मेटा प्रविधि, जेफ बेजोस अमेजन, ल्यारी एलिसन ओक्याल प्रविधि गरेका छन्। यति जान्दा हुन्छ। त्यसै गरेर हामीले प्रश्न नम्बर 2 मा भनेको छ, बासु शशी साहित्य सम्मान 2081 बाट सम्मानित हुने शास्त्रज्ञ हुन्? बासु शशी साहित्य सम्मान 2081 बाट सम्मानित हुने शास्त्रज्ञ हुन्? उहाँ हुनुहुन्छ नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडी हुन्। नाटककार मुखियाका उनी देउराली रुन्छ, फेरि इतिहास दोहोरिन्छ जस्ता कृतिहरू रहेका छन्। त्यसै गरी प्रश्न नम्बर 3, नेपालको दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहाँ आयोजना गरियो? 2081 चैत्र 14 देखि 16 सम्म आयोजना गरियो। प्रश्न नम्बर 4, लन्डन स्थित स्पेलथोन सिम्ब्रिक अवार्ड ट्रस्टले स्पेलथोन सिम्ब्रिक अवार्ड 2025 बाट कसलाई सम्मानित गर्यो? यो चाहिँ गर्यो पत्रकार चिरण शर्मा। सन् 1982 मा स्थापना गरिएको सिम्ब्रिक अवार्ड ट्रस्टले बेलायतका समुदायमा विभिन्न क्षेत्र मार्फत स्वयंसेवकको रूपमा योगदान पुर्याउने व्यक्तिहरूलाई यो अवार्डबाट सम्मान गर्दै आएको छ। प्रश्न नम्बर 5, कोशी प्रदेश पर्यटन वर्ष 2082 कहिले घोषणा गरियो? यो चाहिँ 2081 चैत्र 27 गते। त्यसै गरेर प्रश्न नम्बर 6 रहेको छ, अरुण तमोर सुनकोशी नदीको सङ्गम स्थानमा रहेको विशाल ढुङ्गालाई के भनिन्छ? यसलाई भनिन्छ खुवालुङ। खुवालुङ केलाई भनिन्छ भन्दाखेरि अरुण तमोर र सुनकोशी नदीको सङ्गम स्थानमा रहेको विशाल के भन्दाखेरि विशाल ढुङ्गालाई खुवालुङ भनिन्छ। धनकुटा भोजपुर उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको रूपमा रहेको छ। त्यसै गरेर प्रश्न नम्बर 7 मा जाउँ। प्रश्न 7 मा भनेको छ, पद्मश्री साहित्य पुरस्कार 2081 कसलाई प्रदान गरियो? उहाँ हुनुहुन्छ प्राध्यापक कृष्ण गौतम। उपन्यास अद्वितीयलाई प्रदान गरियो। त्यसै गरी प्रश्न नम्बर 8, लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो? लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन 2081 चैत्र 26 देखि 27 मा सम्पन्न भयो। नारा थियो कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण भन्ने नारा। प्रश्न 9, कानुन व्यवसायीको छात्र सङ्गठन नेपाल बार एसोसिएसनको अध्यक्षमा को निर्वाचित भएका छन्? उहाँ हुनुहुन्छ प्रडा विजय प्रसाद मिश्र। प्रश्न नम्बर 10, अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाउँदै कीर्तिमान कायम गर्ने सफल नेपाली क्रिकेटरको हुन्? दिपेन्द्र सिंह गिरी। प्रश्न नम्बर 11, नगरकोट क्षेत्रको सांस्कृतिक प्रकृति एवं इतिहासलाई परिवर्तन गर्ने उद्देश्यका साथ नगरकोट भ्रमण वर्ष 2082 को सुरुवात कहिलेदेखि भयो? यो भयो 2082 वैशाख 1 देखि। प्रश्न नम्बर 12, जुडशीतल पर्व कहिले मनाइन्छ? यो पर्व वैशाख 2 मा मनाइन्छ। विशेष गरेर तराई मधेसका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा वैशाख 2 गते मनाइने यस पर्वमा मिथिलावासीले एक अर्कालाई हिलो र पानी छ्याप्ने र लगाउने चलन रहेको छ। प्रश्न नम्बर 13, राष्ट्र परराष्ट्र नामक कृतिका सर्जक को हुन्? एउटा सर्जकको नाम भनिएको छ। यसमा तपाईँ के भनेको छ भन्दाखेरि
राष्ट्र परराष्ट्र। कृतिका सर्जक हुन् डाक्टर भेषबहादुर थापा। प्रश्न नम्बर 14 जोगियाना नामक कृतिका लेखक रमेश कुमार नगरकोटी हुन् भने कर्मडा नामक कृतिका लेखक को हुनुहुन्छ? कर्मडा नामक कृतिका लेखक चाहिँ को हुनुहुन्छ भन्दाखेरि उहाँ हुनुहुन्छ जमकुमार घिमिरे हुनुहुन्छ। त्यसै गरेर प्रश्न नम्बर 15 हालै लागू औषध मुक्त घोषणा गरिएको स्थानीय तह कुन हो? हालै लागू औषध घोषणा गरिएको स्थानीय तह कुन हो? यो हो नाम्खा गाउँपालिका हुम्ला। प्रश्न नम्बर 16 बिमस्टेकमा सदस्य नभएको 4 राष्ट्र कुन हो? अफगानिस्तान, पाकिस्तान र मालदिभ्स। 4 सदस्य नभएको बिमस्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार पनि हो। त्यसै गरेर संयुक्त राष्ट्र सङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकी प्रणालीको पुनर्स्थापन दशकको रूपमा घोषणा गरेको दशक कुन हो? यो हो सन् 2021 देखि 2030 सम्मको दशकलाई चाहिँ मान्दै आएको छ। प्रश्न नम्बर 18 WEF को आदर्श वाक्य के हो? फर नेचर, फर पिपुल, फर इभर रहेको छ। प्रश्न नम्बर 19 बाल साहित्यको महत्त्व उजागर तथा पठन संस्कृत प्रवर्धन गर्ने उद्देश्यका सहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन कहिले भयो? यो 2081 असोज 4 देखि 5 मा भएको थियो। प्रश्न नम्बर 20 सरकारले याक दिवस कहिले मनाउने घोषणा गर्यो? वैशाख 7 गते। 2081 असोज 2 गतेको मन्त्रीपरिषदको निर्णय अनुसार याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरेको। प्रश्न नम्बर 21 राष्ट्र ब्याङ्क अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचाङ्क गणना गरिन्छ? आर्थिक वर्ष 80-81। हालसम्म आधार वर्ष 71-72 अनुसार मूल्य सूचाङ्क गणना गर्दै आएको छ। त्यसै गरेर प्रश्न नम्बर नेक्स्टमा जाउँ। स्वास्थ्य सङ्गठन WHO को सदस्य मुलुकहरू बीच भविष्यका महामारीको सामना गर्ने सम्बन्धी सम्झौता कहिले भयो? 2025 अप्रिल 16 मा भएको थियो। यो कस्तो सम्झौता भन्दाखेरि तपाईको कोभिड-19 को समयमा गरिएको गल्ती नदोहोऱ्याई भविष्यका महामारीमा जुझ्ने उद्देश्यका साथ यो गरिँदै आएको छ। प्रश्न नम्बर 2 नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मूर्तिकला सम्मेलन कहिले सम्पन्न भयो? यो सम्पन्न भयो 2082 वैशाख 5 देखि 6 काठमाडौँ। कोशी प्रदेश सरकारद्वारा पहिलोपटक लगानी सम्मेलनको आयोजना कहिले गरिनु भएको छ? 2082 वैशाख 18 र 19। यसअघि माघ 11 र 13 मा भनिएको थियो तर यो चाहिँ क्यान्सल भएको छ। प्रश्न नम्बर 4 नेपालमा हाल 2082 वैशाखसम्ममा चरा प्रजातिको सङ्ख्या कति पुगेको छ? 899। कुन चाहिँ भेटियो त? पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा बैजनी कोइली भाइल्यान्ड कुक फेला परेको। वैज्ञानिक नाम हो क्राइसोक्सस साइन्थोरिक्स रहेको छ। प्रश्न नम्बर 5 नेपालको प्रवासन दर प्रति हजार 7.5%। हात्तीको मुखाकृति जस्तै रहेको हात्तीढुङ्गा कहाँ अवस्थित रहेको छ? यो रहेको छ जैमिनी नगरपालिका 9 पयुथनथापमा रहेको छ। प्रश्न नम्बर 7 शिलापत्र वर्ष खेलाडी 2081 घोषित हुने खेलाडी हुन् पोलेसा गोवर्धन। उनले सन् 2024 को पारा ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक काँस्य दिलाएकी। प्रश्न नम्बर 8 वर्ल्ड इकोनोमिक फोरमको यङ ग्लोबल लिडर 2025 सम्म हुने सफल व्यक्तित्व हुन् काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोल। प्रश्न नम्बर 9 कफी खेती सर्वेक्षण 2075 अनुसार कफी उत्पादनको पहिलो स्थानमा रहेको जिल्ला कुन हो? काभ्रेपलाञ्चोक, दोस्रो हो स्याङ्जा, तेस्रो हो सिन्धुपाल्चोक। प्रश्न नम्बर 10 व्हाइट हेलमेट केसँग सम्बन्धित छ? सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठन महत्त्वपूर्ण रहेको साथीहरू। प्रश्न नम्बर 11 पारिवारिक डिएनएको माध्यमबाट हराएको व्यक्तित्वको पहिचान गर्नको लागि इन्टरपोलद्वारा सञ्चालनमा ल्याएको डाटाबेसलाई के भनिन्छ? आई फेमिली। प्रश्न नम्बर 12 नेपालमा सन् 2025 सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ? 24%। 2030 सम्म चाहिँ 14% बनेको छ। कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिएको छ? फाक्ताङलुङ्गा ताप्लेजुङमा स्थापना गरिएको छ। प्रश्न नम्बर 14 नेपालले कहिलेसम्म हात्ती पाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ? सन् 2030 सम्म। प्रश्न नम्बर 15 पृथ्वी दिवस कहिले मनाइन्छ? अप्रिल 22। 2025 को नारा चाहिँ के हो?
आवर पावर आवर प्लानेट, हाम्रो शक्ति हाम्रो प्लानेट रहेको छ। सन् 2009मा संयुक्त राष्ट्र सङ्घको 63औं महासभा बैठकले अप्रिल 22 को दिनलाई विश्व पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो। प्रश्न नम्बर 16, मिसेस डिमा नेपाल 2025 को ताज चुम्न सफल युवती को हुन्? उहाँ हुनुहुन्छ सङ्गीता अधिकारी। प्रश्न नम्बर 17, पोप फ्रान्सिसको निधन कहिले भयो? अलिकति एकदम इम्पोर्टेन्ट छ साथीहरू यो। 2025 अप्रिल 21, 88 वर्षको उमेरमा भएको थियो। पोप फ्रान्सिसको नाम जर्ज मारिया बर्गोलियो रहेको छ। उनी रोमन क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो ल्याटिन अमेरिकी जेसुइट पनि थिए। प्रश्न नम्बर 18, सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय कहिले गर्यो? 2082 वैशाख 8 गते। निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने गरी सो आयोगमा 15 सदस्य हुने। प्रश्न नम्बर 19 मा जाउँ। प्रश्न नम्बर 19 मा यस्तो प्रश्न रहेको छ, भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले गर्यो? 2025 अप्रिल 20। यो हतियारले साना क्षेप्यास्त्र हेलिकप्टर र ड्रोनलाई खसाल्न सक्ने भनिएको छ। प्रश्न नम्बर 20, विशु पर्व कहाँ सञ्चालन हुन्छ? सुदूरपश्चिममा। विशु पर्व नयाँ वर्षको पहिलो दिनलाई धुमधामको साथ विशु पर्वको रूपमा मनाउने गरिन्छ। विशेष गरी र सुदूरपश्चिमको अछाम, डडेलधुरा, बझाङ, बाजुरा र बैतडीमा यो पर्व एकदम महत्त्वपूर्ण रहेको छ। त्यसै गरेर प्रश्न नम्बर 21, वातावरण र पर्यावरण क्षेत्रमा काम गर्ने वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर कुन हो? ललितपुर महानगरपालिका। प्रश्न नम्बर 22, भ्रष्टाचार निवारणको सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित भएको अड्डा कुन हो? धर्म कचहरी। प्रश्न नम्बर 23, ए हाउस फर मिस्टर विश्वास र इन अ फ्री स्टेट नामक कृतिको सर्जक को हुन्? उहाँ हुनुहुन्छ भियास नायापाल। उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नायापाल सर विद्याधर सूरज प्रसाद नायापालले 2001 मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका। सन् 1932 मा ट्रिनिडाडमा जन्मेका नायापालले नोबेल पुरस्कार ग्रहणको क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएका हुन् भनेका बताएका थिए। प्रश्न 24, पार्लियामेन्ट अफ नेपाल नामक मोबाइल एप सञ्चालन कहिले भयो? 2074 साउन 12 गते। प्रश्न नम्बर 25, संयुक्त राष्ट्र सङ्घले क्लाइमेट प्रोमिस जलवायु प्रतिज्ञा 2025 कहिले सुरु गर्यो? विक्रम सम्वत 2081 वैशाख 11 गते। यसमा के भनिएको छ भन्दाखेरि यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई 1.5 सेल्सियस भन्दा बढी बढ्नबाट रोक्ने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रसङ्घको विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु गरिएको भन्ने यति विषयवस्तुहरू तपाईँहरूको माझ हामीले लिएर आयौँ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्नुहोला र अब आउने 20 गतेको इक्जामलाई चाहिँ शुभकामना व्यक्त गर्दै तपाईँहरूलाई लागेका जिज्ञासाहरू कमेन्ट गर्नुहोला।